यो हो जय कुलदेवता टिभी कुलदेवता, जय होस् टिभी जय कुलदेवता। यो हो जय कुलदेवता टिभी कुलदेवता, जय होस् टिभी जय कुलदेवता। रक्षा गर बारमष्ट कुलदेवता। श्रद्धालु भक्तजन, जय कुलदेवता टिभीमा स्वागत छ। नयाँ कार्यक्रम आइसकेको छु म हरि बोहरा। जय कुलदेवता टिभी विश्वभरबाट हेर्दै हुनुहुन्छ, अलमा लेखेको बटनलाई दाब्नुहोस्, आजै सब्स्क्राइब गर्नुहोस् र धेरैभन्दा धेरै यो भिडियो सेयर गरिदिनु होला। श्रद्धालु भक्तजन, महत्त्वपूर्ण भिडियो छ। भिडियो अति महत्त्वपूर्ण छ। सुरुदेखि अन्तिमसम्म स्किन नगरिकन हेरिबक्सेला। जसलाई बारौँबार सपनामा यी 14वटा सङ्केत देख्नुभयो भने 12 मष्ट कुलको घरमा बास छ हैन। कुलले आशीर्वाद दिन्छन्, कुल खुसी छन्, कुलको शक्ति तपाईँको घरमा छ, तपाईँको वंशमा कुलको शक्ति छ, उन्नति प्रगति हुन्छ, रोकेका अधुरा काम सफल हुन्छन्, बीचमा अवरोध र बाधा भएका काम सफल हुन्छन्, आफन्तजन, व्यापार, बिजनेस, ठेगापटाको काममा पनि सफलता, उन्नति प्रगति, हरेक कार्यमा भगवान बारमष्ट कुलको शक्ति हुन्छ। सुरुदेखि अन्तिमसम्म भिडियो हेरिबक्सेला। कहाँबाट हेर्दै हुन्छ कमेन्ट बक्समा लेख्न पनि नभुल्नुहोला। नम्बर 1 मा महादेवको शिला देख्नु कुलको आशीर्वाद हो। जहाँ महादेवको शिला, ढुङ्गोको होइन शिला देखिन्छ अथवा महादेवको दर्शन गरिन्छ, यो अति राम्रो। महादेवलाई जल चढाएको, पानी चढाएको देख्नु, गाईको दुध चढाएको देख्नु, धुप हालेको देख्नु, अगरबत्ती बालेको देख्नु अनि दियो बालेको देख्नु र फुल अर्पण 100 पत्री फुलको माला अर्पण गरेको देख्नु, अनगिन्ती फल प्राप्त हुन्छ। सोचेर आँटेको चिताको कुरा पुग्छ, कुलको आशीर्वाद बर्सिरहेको छ। अर्को रह्यो, ठुलो घनघोर ओडार छ, घनघोर जङ्गल छ, तल पानी बगिरहेको छ। त्यो घनघोर जङ्गलभित्र महादेवको बास छ। गाईका थुन छन्, शिला छन्, देवीका शिला छन्, पार्वतीका शिला छन्, शिव भगवानका शिला छन्, अनेक शिला छन् भने त्यो देख्नुभयो सपनामा बारम्बार भने कुल 100 मा 100 खुसी छन्। हरेक कार्यमा उन्नति प्रगति, सोचेर आँटेको चिताको कुरा, बोलेको कुरा सिद्ध हुँदैछ। अब लागौँ श्रद्धालु भक्तजन दोस्रो कुरा, ओडारभित्र देवता देख्नु। जब ओडारभित्र देवी देवताको आकार देख्नु, नागको आकार देख्नु, शिवको आकार देख्नु, हरेक भगवानको आकार देख्नु भनेको यो पनि के हो? भगवान कुल देवताको आशीर्वाद हो। सारा कार्यमा सफलता, उन्नति प्रगति हुँदैछ, सोचे आँटेको चिताको कुरा पुग्दैछ, बोलेको कुरा सिद्ध रहँदैछ, गरेको काममा पनि सफलता प्राप्त हुँदैछ। अर्को रहेको छ, ठुला ठुला गोरु गाई हैन, ओडारभित्र देख्नु, जङ्गलमा चरिरहेको देख्नु, घाँस खाएको देख्नु, जल पानी खाएको देख्नु, यो पनि अनगिन्ती फल प्राप्त हुन्छ। सोचे आँटेको चिताको कुरा पुग्छ, बोलेको कुरा सिद्ध रहन्छ, कुलको आशीर्वाद बर्सिरहेको छ। कन्या केटी देख्नु, कन्या कुमार देख्नु, पञ्चे बाजा बजाएको देख्नु, बाजा बजाइरहेको देख्नु, गुरुदेव देख्नु, होम हवन गरेको देख्नु, अनि तपाईँले चाहिँ चामल दिएको देख्नु, घिउ दान दिएको देख्नु, फुल दान दिएको देख्नु, अनि जल अर्पण गरेको देख्नु, त्यहाँ गएर चाहिँ मन्दिरमा पूजा गर्न लाइन बसेको देख्नु, यो पनि कुलको आशीर्वाद हो। जहाँ महादेवको मन्दिरमा। अर्को, मह देख्नु अति राम्रो हो। गाईको घिउ दुध देख्नु अति राम्रो हो। भित्र बसेर आफूले दर्शन गरेको देख्नु अति राम्रो। ठुला ठुला शिला अथवा पहाडहरू देख्नु अति राम्रो भयो। अनि पानीका छहराहरू देख्नु, पानी झरिरहेको देख्नु अति राम्रो। छहरा फुल ढकमक्क फुलेको देख्नु, ढकमक्क जङ्गल देख्नु, पानी सङ्लो देख्नु कुलको आशीर्वाद हो। गाईको थुन देख्नु, गाईको दुध देख्नु, माली गाई, कैली गाई होइन, कालो गाई, जुन गाई देख्नुहुन्छ अनगिन्ती फल प्राप्त हुन्छ। ठुल्ठुला चाहिँ पहाडमा जानुभयो, झगडा पऱ्यो, हजुरको जित भयो। नराम्रो चिज आयो, तपाईँले जित्दिनु भयो। लडाइँ पऱ्यो, तपाईँले जित्नुभयो। भगवानको दर्शन गर्नुभयो, साधु सन्त महन्त गुरुदेवको दर्शन गर्नुभयो र कुलको पूजा गर्नुभयो। अनि कुल देवताप्रति आस्था गर्नुभयो, भाकल गर्नुभयो, कुललाई केही दिनुभयो। कुल सम्बन्धीका ज्ञानका कुरा, मूल पुरेत, कुलको मूल धामी, मूल जेठो छोरो अथवा मानेजन ठुलो बुबा, बुबा, ठुलो मम्मी, हजुर मम्मी, यस्ता यस्ता देखेर हजुरलाई आशीर्वाद दिनुभयो भने कुलको आशीर्वाद बर्सेको छ। सारा कार्यमा सफलता, उन्नति र प्रगति हुन्छ। भिडियो महत्त्वपूर्ण छ। सुरुदेखि अन्तिमसम्म हेरिबक्सेला। अलमा लेखेको बटनलाई दाबेर सब्स्क्राइब गर्नुहोला। अर्को कार्यक्रममा भेटौँला। क्यामेराम्यानमा भगवती आचार्यज्यू धन्यवाद। म हरि बोहरा। रक्षा गर बारमष्ट कुलदेवता।